साथीहरू, आज जुन खबर म खोल्दैछु त्यसले तेस्रो विश्वयुद्धको संकेत गर्दैछ। अमेरिका भर्सेस भेनेजुएला। तेल, शक्ति र सत्ता। के अब गोलाबारी सुरु हुनेवाला छ? भिडियो स्किप नगर्नुहोस्। साथीहरू, युट्युबमा धेरैले यो कुरा लुकाइरहेका छन्, तर आज म कुनै फिल्टर बिना खोल्दैछु। यो केवल राजनीति होइन, यो त तेलको लडाईँ हो, र जहाँ तेल हुन्छ त्यहाँ युद्धको गन्ध आउँछ। मेन एक्सप्लोजन स्टोरी। साथीहरू, भेनेजुएलासँग कति तेल छ थाहा छ? साउदी अरेबिया भन्दा पनि धेरै। तर जनता गरिब, देश सङ्कटमा। किन? किनभने ठूला देशहरूको आँखा यही तेलमा छ। अमेरिकाको डेन्जरस मुभ। अब अमेरिका भन्छ हामी लोकतन्त्र चाहन्छौँ, तर भेनेजुएला भन्छ यो त सिधै हाम्रो घाँटी थिच्ने चाल हो। कडा स्याङ्सन्स, तेल ट्याङ्कर ब्लक, ब्याङ्किङ सिस्टम फ्रिज। साथीहरू, यो युद्ध होइन भने के हो त? ओयल प्राइस इक्वल्स वर्ल्ड प्यानिक। तेलको मूल्य हल्लिन थालिसकेको छ। इन्भेस्टर डराइरहेका छन्। एयरलाइन्स, ट्रान्सपोर्ट सब प्रभावित। एकजना एक्सपर्टले त यहाँसम्म भने भेनेजुएला स्पार्क बनेर ग्लोबल फायर लाग्न सक्छ। फायर ग्लोबल। अब यो ड्रामा केवल अमेरिका भेनेजुएला मात्रै रहेन। रुस, चीन सबै चुपचाप हेरिरहेका छन्, किनकि यदि भेनेजुएला ढल्यो भने नेक्स्ट टार्गेटको लाइन लामो छ। दिस ड्रामा। साथीहरू, सरकारी रूपमा युद्ध भनिएको छैन, तर सेना रेडी, कूटनीतिक धम्की, तेल सप्लाई वेपन जस्तो प्रयोग। इतिहास हेर्नुस्, युद्ध सुरु हुनु अघि यस्तै हुन्छ। अब तपाईको पालो। नाउ योर टर्न। 1. के अमेरिका हद नाग्दैछ? 2. कि भेनेजुएला नै गलत हो? 3. कि यो अर्को युक्रेन जस्तै हुनेवाला छ? नीचे कमेन्टमा लेख्नुहोस्, किनकि यहाँ हरेक ओपिनियन मायने राख्छ। साथीहरू, यो भिडियो केवल न्यूज होइन, यो त आउँदै गरेको सङ्कटको सङ्केत हो। आज भेनेजुएला, भोलि कुन देश? लाइक, शेयर, सब्स्क्राइब, किनकि जब मेन मिडिया चुप हुन्छ हामी बोल्छौँ।